आजका कथाको शीर्षक हो कर्तव्यनिष्ठ छोरा। श्रवण कुमार एक कर्तव्यनिष्ठ छोरा थिए। उनका आमाबाबु धेरै गरिब थिए। उनीहरू वृद्ध र अन्धा थिए। उनीहरूलाई पवित्र स्थलहरूको भ्रमण गर्ने इच्छा थियो। श्रवण कुमारले बाँस लिए। उनले दुई ठूला टोकरीहरूलाई यसको छेउमा बाँधेर भेन्डी बनाए, दुई टोकरी बस्ने ठाउँ भएको वाहक। उनका आमाबाबु टोकरीहरूमा बसे। उनले भेन्डीलाई आफ्नो काँधमा बोकेर तीर्थयात्रामा निस्के। श्रवण कुमारले आफ्ना आमाबाबुलाई विभिन्न पवित्र स्थलहरूमा लगे। उनले उनीहरूलाई खाना र पानी दिए। उनी आफ्ना आमाबाबुको सेवा गरेकोमा गर्व गर्थे। उनका आमाबाबु उनीसँग धेरै खुसी थिए। एक साँझ उनीहरू अयोध्या नजिकै पुगे। लगभग रात परिसकेको थियो। उनीहरू रातको आरामको लागि सरयू नदी नजिकैको जङ्गलमा बसे। उनका आमाबाबु तिर्खाएका थिए। उनीहरूले पानी मागे। श्रवण कुमारले घडा लिएर केही पानी लिन नदीमा गए। उनी घडालाई पानीले भरिरहेका थिए। यसले आवाज निकाल्यो। अयोध्याका राजा दशरथ शिकार खेल्न निस्केका थिए। गाग्रीको आवाजलाई जङ्गली जनावरको आवाज ठाने। उनले त्यस दिशामा तीर हाने। तीर श्रवण कुमारको छातीमा लाग्यो। उनी रुँदै लडे। राजा दशरथले मानिसको चिच्याहाट सुने। उनले त्यही दिशा पछ्याए। उनले श्रवण कुमारलाई रगतको पोखरीमा लडिरहेको र मरिरहेको भेट्टाए। राजालाई धेरै पछुतो भयो। उनले आफ्नो गलत कार्यको लागि गहिरो पछुतो गरे। श्रवण कुमारले राजालाई भने कि उनका गरिब अन्धा आमाबाबु तिर्खाएका थिए। उनीहरू नजिकैको जङ्गलमा थिए। उनले राजालाई पानी लैजान अनुरोध गरे। राजाले अन्धा आमाबाबुलाई पानीको गाग्रो लगे। उनले उनीहरूलाई त्यो दिए। आमाबाबुले आफ्नो प्यारो छोरालाई के भएको थियो भनेर नभनेसम्म पानी लिन अस्वीकार गरे। आफ्नो कर्तव्यनिष्ठ छोराको मृत्युको बारेमा थाहा पाउँदा उनीहरूलाई धेरै दुःख लाग्यो। उनीहरूले राजा दशरथलाई श्राप दिए। उनीहरूले एक थोपा पानी पनि लिएनन्। उनीहरू दुरुदुरु रोए र शोकमा मरे। यस कथाले हामीलाई बताउँछ कि श्रवण कुमार आफ्ना आमाबाबुप्रति कति कर्तव्यनिष्ठ थिए र उनले आफ्ना अन्धा आमाबाबुको सेवा कसरी गरे। हामी पनि आफ्ना आमाबाबुप्रति कर्तव्यनिष्ठ हुनुपर्छ र श्रवण कुमारले जस्तै उनीहरूको सेवा गर्नुपर्छ।